मिठो रसिलो झोल बनाउनुको लागि मैले कराई बसाएँ र तोरीको तेल हालेको छु। तेल मजाले तातिसकेपछि चाहिँ मसिनो काटेको प्याजलाई हाले र यो प्याजलाई चाहिँ गोल्डन ब्राउन चाहिँ बनाउनु हुँदैन। प्याजलाई मिडियम फ्लेममा चाहिँ गलुन्जेल मैले यसलाई पकाएँ। त्यसपछि तोरी र लसुनलाई पिसेर हालेको छु। लसुनको मात्रा चाहिँ अलिक धेरै हाल्नुपर्छ। त्यसपछि मैले यसमा मसलाहरू हालेको छु। हल्दी पाउडर, खोर्सानीको धुलो र 2 चम्ची चाहिँ फिस मसाला। अब यसलाई मिक्स गरिसकेपछि यहाँ चाहिँ अलिक सुक्खा सुक्खा भयो र मैले अलिकति पानी पनि यसलाई थपेको छु। अब यो पानी हालेर मैले यसलाई यहाँनिर 2-3 मिनट चाहिँ यसरी नै पकाएँ र अब चाहिँ यसमा मैले हालेको छु पिसेको टमाटर। टमाटर हालिसकेपछि स्वाद अनुसार नुन पनि हाले र नुन हालेर यसलाई चलाएर मिक्स गरिसकेपछि चाहिँ अब यो मसलालाई फेरि यहाँनिर 3-4 मिनट चाहिँ मैले पकाएको छु। यति बेलासम्म मसला चाहिँ मजाले पाकेर तयार हुन्छ। अब मसला पाकिसकेको छ र अब यति बेला चाहिँ आफूलाई कतिको झोल मनपर्छ त्यो अनुसारले चाहिँ पानी हाल्नुपर्छ। मैले चाहिँ धेरै पानी हालेको छु। जब यो मजाले उम्लिनु थाल्छ, भकभक उम्लिनु थालिसकेपछि चाहिँ फ्राई गरेको माछालाई मैले हालिदिएको छु र अब चाहिँ यसलाई यहाँनिर 6-7 मिनट जस्तो मैले मिडियम टु हाई फ्लेममा यसलाई मैले उमाले। त्यसपछि आगो निभाएर माथिबाट हरियो धनिया पत्तालाई लगाइदिएँ।